विश्वको सबैभन्दा ठूलो हाइड्रो पावर परियोजना मानिने चीनको थ्री गर्जेस ड्यामलाई लिएर नासाका वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यो बाँधलाई लिएर एउटा आश्चर्य लाग्दो खुलासा पनि गरेका छन्। वैज्ञानिकहरूले भनेका छन् कि यो ड्याममा सञ्चित पानीको ठूलो परिमाणले पृथ्वीको धुरीलाई नै करिब 2 सेन्टिमिटरसम्म धसाइदिएको छ। यति मात्रै होइन, पृथ्वीको घुम्ने गतिमा पनि सामान्य परिवर्तन भएको पुष्टि भएको छ। नासाका अनुसार थ्री गर्जेस ड्याममा अरबौं टन पानी संग्रहित छ। यो पानी पृथ्वीको सतहमा फैलिनुका साटो एक ठाउँमा जम्मा हुँदा मास डिस्ट्रिब्युसन अर्थात द्रव्यमानको वितरण परिवर्तन हुन पुगेको छ। अब यसको असर पृथ्वीको परिक्रमा गर्ने गतिमा पनि पर्न थालेको हो। नासाले भनेको छ कि पृथ्वीको घुम्ने गतिमा बदलावको कारणले नै दिन लगभग 0.06